हाई गाइस, यस्तै हेल्दी लसुनको अचार बनाएर खाउँ र अनि आफ्नो ग्यास्ट्रिक ठिक पारौँ है त हामी नेपालीहरूको। अनि मैले चाहिँ यो 2 पोका लसुन लिएर आएको थिएँ होइन। मैले चाहिँ एउटा र आधी भिजाएँ, ठिक्क थोरै थोरै बनाएर पहिलोचोटि अब कस्तो हुँदो रहेछ भनेर अनि भिजाएर छोडाएर यतिको बनाएँ अनि मजाले फिजाएर राखेँ। अनि मैले बेलुकातिर बनाएको थिएँ, बिहान एकछिन चाहिँ यो गरेँ अनि तोरीको तेलमा बनाएँ होइन। अब कतिको लसुन अनुसार तेल हाल्न सक्नुहुन्छ। अनि त्यसपछि मैले हल्का खुर्सानी फुलाएर निकालेँ, म धेरै पिरो नखाने भएको भएर। अनि मेथी पड्काएर अनि लसुनलाई मजाले एकछिन हालेर एकछिन चलाएँ। अनि चलाएपछि अब हजुरहरूले चाहिँ यसमा के मसला हाल्न चाहनुहुन्छ। मैले चाहिँ जस्ट बेसार हालेको छु अनि तोरीको छोप, तोरी पनि मैले हल्का पिसेर राखेको थिएँ, तोरीको छोप हालेँ अनि मजाले चलाएँ। यसमा सुप पनि हाल्दो रहेछ, मसँग सुप थिएन। अनि त्यसपछि यो सुकेको खुर्सानी, अघिको खुर्सानी पिसेर हालेँ अनि स्वादअनुसारको नुन हालेँ। अनि लास्टमा चाहिँ हजुरले अमिलो हालेर राख्न सक्नुहुन्छ अनि मिठो हुँदो रहेछ। मैले चाहिँ खाइसकेँ, हजुर नि खानु।